मैन प्रशोधन। उखानै छ, जसले मह काट्छ उसले हात चाट्छ, तर जसले मौरी पाल्छ उसले मह काट्छ। यति मात्र होइन, मौरीले हामीलाई मैन पनि दिन्छ। त्यसैले मौरीको घारबाट कसरी मैन झिकिन्छ र सफा गरिन्छ भन्ने कुरा जानिराखे बेस हुन्छ। मौरीको घारबाट कसरी मैन निकाल्नुपर्छ भन्ने कुरा हेरौँ। मैनलाई थरी थरीका काममा लगाउन सकिन्छ। त्यसैले मौरी पालकले मैन सँगाल्नु नै बुद्धिमानी ठहर्छ। तर रुखमा झुन्डिएका अरिङ्गालको गोला मौरीको गोला जस्तै देखिए तापनि मैनले बनेको हुँदैन। त्यस्तो गोला कागज जस्तो चिजबाट बनेको हुन्छ। गोलाको चाकाहरू तेर्सिएका हुन्छन्। मौरी एक आपसमा मिलिजुली एकै समूहमा बस्न रुचाउँछन्। खास गरी मौरीले ओक्रो मुडो वा धोद्रो भएको घारमा आफ्नो चाका बनाउँछ। मौरीको चाका अरिङ्गालको जस्तो तेर्सो नभई ठाडो हुन्छ। मौरीले आफ्नो चाकामा नै मह र परागकण सँगालेर राख्छ। साथै लार्वाहरू हुर्काउने काम पनि यही हुन्छ। मौरीले आफ्नो घार आफै बनाउँछ। यस्ता घार मैनले बनेको हुन्छ। अचम्मको कुरा के भने मौरीले आफ्नो घार बनाउन मैन कहाँबाट ल्याउँछ त? मौरीको शरीरमा विशेष ग्रन्थीहरू हुन्छन् जसले ससाना मैनका टुक्रा निकाल्छन्। यसरी बनेका ससाना मैनलाई मुख र खुट्टाहरूको सहायताले एकै ठाउँमा सँगालेर आफ्नो चाका बनाउँछ। मैन निकाल्न सिकेको खण्डमा मौरी पालकले महको साथै मैन पनि बेच्न वा काममा लगाउन सक्छ। गाउँघरमा पुरानो चलन अनुसार मह काट्दा बाँकी रहेको चाका मैनले बनेको हुनाले यसबाट मैन सँगाल्न सक्नुहुन्छ। मह मदानीको सहयोगबाट मह काट्न मैनले बनेको चाकाको बिर्को हटाउँदा पनि तपाईँले मैन सँगाल्न सक्नुहुन्छ। परम्परागत घारमा रहेको काला पुराना चाकाहरू झिक्दा वा चौको समेत भएको आधार चाका राखेर काला पुराना चाकाहरू झिक्दा तपाईँले मैन सँगाल्न सक्नुहुन्छ। मैन सँगाल्ने बित्तिकै सफा गर्नै पर्छ भन्ने छैन। मनज्ञ अशुद्ध मैन जम्मा नभएसम्म थोरै थोरै गरी जम्मा भएको मैनलाई प्लास्टिकको झोला वा माटोको घैँटोमा भण्डार गरे फरक पर्दैन। अशुद्ध मैनलाई सफा गर्नु छ भने सबैभन्दा पहिले जम्मा भएको सबै मैनलाई टुक्रा टुक्रा पारेर एउटा भाँडामा हाल्नुहोस्। त्यसपछि एउटा भाँडोमा टम्म पानी हालेर एक दिन भिजाएर राख्नुहोस्। यसो गर्नुभयो भने मैनको उत्पादन बढी हुन्छ।
एक दिन भिजाएपछि टुक्राएका चाकाहरू र पानीको मिश्रणलाई मलिन आगोमा चाकाका टुक्राहरू नपग्लुन्जेल तताउनुहोस्। फोहोर धुलो हटाउन अब मिश्रणलाई चाल्नी वा कपडामा खन्याएर छान्नुहोस्। छानेपछि मैन झिक्न निचोर्नुहोस्। तातो मैनलाई एउटा प्लास्टिकको भाँडामा हाल्नुहोस्। मैन चिसिएर आफै जम्छ। मैन ढिक्का भएपछि एउटा चक्कु लिएर पिँधमा जमेको फोहोरलाई खुर्किदिनुहोस्। मैनबत्ती बनाउन, टुटे फुटेका भाँडाकुँडा मर्मत गर्न, मूर्ति र सुनका गहना ढाल्न, जुत्ता सिलाउने धागोलाई चिल्लो बनाउन तथा आधुनिक घरको निम्ति चाहिने आधार चाका तयार गर्नको लागि मैन नभई हुन्न। यसरी मौरी पालकले मौरीको घरबाट मह र मैन दुवै पाउन सक्नुहुन्छ। मह र मैनलाई तपाईँ आफैले प्रयोग गर्न सक्नुहुन्छ।